हेलो अनि सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ टेकराज अवस्थी। अहिले म अस्ट्रेलियामा सेन्ट्रल क्वीन्सल्यान्ड युनिभर्सिटीमा पीएचडी गर्दैछु र यसै क्रममा मलाई थुप्रै साथीहरूले पीएचडीसँग रिलेटेड थुप्रै क्वेसनहरू सोध्नु भएको थियो। मलाई चाहिँ इन्स्टाग्राममा, टिकटकमा र फेसबुक मार्फत विभिन्न साथीहरूले अस्ट्रेलियामा पीएचडी अप्लाई गर्ने प्रोसेस के छ, अनि पीएचडी अप्लाई गर्नको लागि सुपरभाइजरहरूसँग अथवा पोटेन्शियल सुपरभाइजरसँग कसरी कन्ट्याक्ट गर्ने, कस्तो किसिमको इमेल लेख्ने, इमेलको फर्म्याटहरू के छ, अथवा चाहिँ पीएचडीसँग रिलेटेड अपर्च्युनिटिजहरू हामीले कसरी थाहा पाउने, कहाँबाट पत्ता लगाउने, अप्लाई कसरी गर्ने भन्ने खालका यस्ता थुप्रै प्रश्नहरू मलाई साथीहरूले सोध्नु भएको थियो। र मैले धेरै साथीहरूलाई रिप्लाई गर्न सकिराखेको थिएन, किनभने मलाई थुप्रै साथीहरूले सोध्नु भएको थियो। त्योमध्ये मैले थोरै साथीहरूलाई मात्र रिप्लाई गर्न भ्याएको थिएँ। त्यसकारणले आज म यो युट्युब मार्फत चाहिँ जति पनि साथीहरूलाई मैले रिप्लाई गर्न सकेको थिएन र अरू नयाँ साथीहरू जसलाई चाहिँ यो पीएचडीसँग रिलेटेड इन्फर्मेसन युजफुल हुनसक्छ, उहाँहरू सबैको लागि यो भिडियो बनाउँदैछु। यो भिडियोमा म पीएचडीसँग रिलेटेड के कुराहरू गर्नेछु भने अस्ट्रेलियामा पीएचडीको अपर्च्युनिटिजहरू कसरी खोज्ने, कुन ठाउँमा हामीले पीएचडीसँग रिलेटेड पीएचडी पोजिसनहरूको ओपनिङ्सहरू अथवा चाहिँ पीएचडी पोजिसनसँग रिलेटेड एडभर्टिजमेन्टहरू हामीले कहाँबाट पाउन सक्छौँ, एउटा यो कुरा म चर्चा गर्नेछु यो भिडियोमा। अनि त्यसै गरेर पीएचडीको स्कलरसिपहरू हामीले कसरी फाइन्ड आउट गर्ने र त्यो स्कलरसिपहरूलाई अप्लाई कसरी गर्ने, यो कुराहरू चर्चा गर्नेछु। त्यसपछि हामीले पीएचडीको पोटेन्शियल सुपरभाइजरसँग कसरी रिच आउट गर्ने, सुपरभाइजरहरूलाई कहाँबाट हामीले फाइन्ड आउट गर्ने र फाइन्ड आउट गरेपछि कस्तो खालको इमेल लेख्ने र त्यो इमेल लेख्दाखेरि हामीले के डकुमेन्ट्सहरू पठाउने भन्ने सम्बन्धी कुरा गर्नेछु। अनि त्यसपछि पीएचडीको एप्लिकेसनको लागि हामीले के कस्तो डकुमेन्ट्सहरू, के कस्तो प्रोसेसहरू गर्नुपर्छ, त्यो कुराहरू पनि चर्चा गर्नेछु। र अनि त्यो बाहेक अन्य प्रश्नहरू जुन चाहिँ मलाई सोध्नु भएको थियो, त्यो प्रश्नहरू पनि म अन्तिममा त्यसको आन्सर दिने कोसिस गर्नेछु। सबैभन्दा पहिला कुरा गरौँ पीएचडी अपर्च्युनिटीहरू हामीले कहाँबाट पाउने अथवा चाहिँ पीएचडीसँग रिलेटेड इन्फर्मेसनहरूको लागि जेन्युइन सोर्स चाहिँ कुन हो, त्यस्तो खालको इन्फर्मेसनहरू हामीले कहाँबाट पाउने भन्ने कुरा गरौँ। यो कुरामा के छ भने सबैभन्दा भरपर्दो र सबैभन्दा जेन्युइन इन्फर्मेसन भनेको युनिभर्सिटीको वेबसाइटहरूमा हुन्छ। युनिभर्सिटीको वेबसाइटहरूमा रिसर्च सेक्सन हुन्छ अथवा हायर डिग्री रिसर्च सेक्सन हुनसक्छ। त्यो सेक्सनमा गएपछि त्यसमा चाहिँ तपाईलाई पीएचडी अथवा मास्टर्स बाई रिसर्चसँग रिलेटेड थुप्रै इन्फर्मेसनहरू तपाईले त्यहाँबाट पाउन सक्नुहुन्छ। जस्तो इक्जाम्पलको लागि म तपाईलाई एउटा वेबसाइट देखाउँछु र त्यो वेबसाइटमा तपाईले पीएचडीसँग रिलेटेड इन्फर्मेसनहरू कहाँबाट कसरी खोज्न सक्नुहुन्छ त्यो म देखाउँछु। जस्तै यहाँ मैले अहिले लाट्रम युनिभर्सिटीको वेबसाइट खोलेको छु। यसरी कुनै पनि युनिभर्सिटीको वेबसाइटमा जानुभयो भने यसमा चाहिँ रिसर्च सेक्सन देख्न सक्नुहुन्छ। कुनै युनिभर्सिटीमा रिसर्च सेक्सन होला, कुनै युनिभर्सिटीमा रिसर्च हायर डिग्री सेक्सन होला, हैन? त्यो खालको रिसर्चसँग रिलेटेड सेक्सन हुन्छ। त्यो भएर यो युनिभर्सिटीको इक्जाम्पलको रूपमा लिँदाखेरि चाहिँ रिसर्च सेक्सनमा तपाईँ जानुभयो भने त्यहाँ चाहिँ रिसर्च डिग्री अप्सन्स देख्न सक्नुहुन्छ। अब यो रिसर्च डिग्री अप्सन्समा हामीले गएपछि मास्टर्स बाई रिसर्च र पीएचडी अनि त्यसै गरेर पीएचडी इन एजुकेसन अथवा पीएचडी बाई पोर्टफोलियो विभिन्न किसिमको रिसर्च डिग्री हुन्छ। त्यो रिसर्च सबै रिसर्च डिग्रीहरूको इन्फर्मेसन चाहिँ यो रिसर्च पेजमा दिएको हुन्छ। अब यो रिसर्च पेजमा जाँदाखेरि यहाँ तपाईँ देख्न सक्नुहुन्छ डक्टर अफ फिलोसोफी पीएचडी भनेर अप्सन छ। अब यसमा चाहिँ तपाईलाई पीएचडी अप्लाई गर्नको लागि एलिजिबिलिटी क्राइटेरिया के छ अथवा चाहिँ फी पेइङको केसमा फी चाहिँ कति पर्छ, त्यसै गरेर सुपरभाइजरलाई कसरी चाहिँ फाइन्ड आउट गर्ने आदि इत्यादि सबै कुराहरू चाहिँ यहाँ इन्फर्मेसन दिएको हुन्छ। जस्तै यहाँ अप्लाई नाउमा जाँदाखेरि यहाँ थप इन्फर्मेसन तपाईले देख्न सक्नुहुन्छ। यो इन्फर्मेसन भनेको पीएचडीसँग रिलेटेड इन्फर्मेसनमा यो एकदमै भरपर्दो इन्फर्मेसन हो। यहाँ युनिभर्सिटीको वेबसाइटमा दिएको इन्फर्मेसनहरू अब तपाईलाई सिम्पली गुगलमा सर्च गरेर इन्फर्मेसन खोज्न थाल्नुभयो भने जुनसुकै मान्छेले पनि पीएचडीसँग रिलेटेड कुराहरू आर्टिकलहरू लेखेको हुनसक्छ। त्यो
रिलायबल हुन पनि सक्छ, नहुन पनि सक्छ। तर तपाईँले युनिभर्सिटीको वेबसाइटमा जानुभयो भने द्याट इन्फर्मेसन इज रिलायबल इन्फर्मेसन। त्यसकारण यसरी चाहिँ यो ल्याट्रप युनिभर्सिटीको वेबसाइटमा हेर्दाखेरि यहाँ सबै कुरा दिएको छ। एलिजिबिलिटी रिक्वायरमेन्ट अथवा एलिजिबिलिटी क्राइटेरिया के हुनु पर्यो, यो कुराहरू यहाँ दिएको छ। अनि त्यसै गरेर तल जानुभयो भने फाइन्ड अ सुपरभाइजरलाई चाहिँ कसरी खोज्ने, यो कुराहरू छ। त्यसै गरेर एप्लिकेसनको लागि चाहिने अरू इन्फर्मेसनहरू पनि यहाँ दिएको हुन्छ। त्यस कारणले पिएचडीसँग पिएचडीको लागि चाहिने इन्फर्मेसन खोज्नु पर्यो भने सबैभन्दा अगाडि चाहिँ युनिभर्सिटीको वेबसाइटमा हेर्नुपर्छ। अब कुन युनिभर्सिटीको वेबसाइटमा हेर्ने भन्ने कुरा कन्फ्युजन हुनसक्छ। यहाँनिर तपाईँले स्टार्टिङ फेजमा चाहिँ जुनसुकै युनिभर्सिटीको पेजमा हेरे पनि हुन्छ, मोर ओर लेस सिमिलर टाइपको इलिजिबिलिटी क्राइटेरिया हुन्छ। यसरी तपाईँले आफूलाई चाहिने इन्फर्मेसनहरू युनिभर्सिटीको वेबसाइटबाट पाउनुभयो भने अब पिएचडीसँग रिलेटेड भ्याकेन्सिजहरू हामीले कहाँबाट पाउने त? यसमा के छ भने थुप्रै पिएचडीसँग रिलेटेड अथवा पिएचडीको ओपनिङ्सहरू अथवा अपर्च्युनिटीहरू युनिभर्सिटीको रिसर्च सेक्सनमै राखिएको हुन्छ। जुन चाहिँ रिसर्च सेक्सनको पेजहरू मैले अहिले तपाईँलाई देखाएँ, त्यो पेजमा कुनै सेक्सनमा चाहिँ पिएचडीसँग रिलेटेड अपर्च्युनिटीहरू र कुन प्रोजेक्टहरू अहिले त्यहाँ रिसर्च भइरहेको छ, त्यो प्रोजेक्ट अन्तर्गत पिएचडी स्टुडेन्ट अथवा मास्टर बाई रिसर्च स्टुडेन्ट चाहिँ लिइराखेको छ कि छैन भन्ने इन्फर्मेसनहरू त्यहाँ दिएको हुन्छ। त्यसरी चाहिँ पिएचडीको अपर्च्युनिटीहरू त्यहाँबाट पाउन सकिन्छ। एउटा तरिका त्यो भयो। त्यसबाहेक अर्को तरिका के छ भने पिएचडीको अपर्च्युनिटीहरू जब भ्याकेन्सीको जसरी एडभर्टाइज भएको हुन्छ त्यस्तो खालको अपर्च्युनिटीहरू तपाईँले लिङ्कडिनबाट भेटाउन सक्नुहुन्छ। लिङ्कडिनमा तपाईँले चाहिँ आफ्नो फिल्डसँग रिलेटेड रिसर्चरहरूलाई फलो गर्नुभएको छ अथवा कनेक्ट गर्नुभएको छ, कनेक्सन छ भने तपाईँले उहाँहरूले चाहिँ यदि पिएचडी स्टुडेन्ट लिँदै हुनुहुन्छ अथवा उहाँको कनेक्सनमा भएको मान्छेले पिएचडी स्टुडेन्ट लिँदै हुनुहुन्छ, त्यस्तो अपर्च्युनिटी छ भने पोस्ट गरेको अथवा सेयर गरेको तपाईँले भेट्न सक्नुहुन्छ। त्यसरी तपाईँले पिएचडीको बारेमा कुन ठाउँमा अपर्च्युनिटी छ भन्ने कुरा फाइन्ड आउट गर्न सक्नुहुन्छ लिङ्कडिनमा। र लिङ्कडिनमा अर्को अप्सन छ जब सर्चको अप्सन। जब सेक्सनमा गएर तपाईँले सर्च गर्नुभयो भने त्यसमा तपाईँले पिएचडी अपर्च्युनिटिज अथवा पिएचडी पोजिसन्स भनेर टाइप गर्नुभयो भने तपाईँले रिलेटेड पिएचडी अपर्च्युनिटिजहरू पनि त्यहाँ लिस्ट आउट भएको देख्न सक्नुहुन्छ। त्यो पनि एउटा तरिका भयो पिएचडीको अपर्च्युनिटीहरू पत्ता लगाउने। त्यसबाहेक अर्को तरिका छ सिक.com खोज्ने। सिक.com भनेको अस्ट्रेलियामा जब सर्चको एउटा टप प्लेटफर्म हो। त्यो प्लेटफर्ममा थुप्रै जबहरू लिस्टिङ भएको हुन्छ। त्यो मध्ये पिएचडी अपर्च्युनिटीहरू पनि, पिएचडी स्कलरसिप अथवा पिएचडी जब ओपनिङहरू पनि लिस्ट आउट भएको हुन्छ। त्यस कारणले तपाईँले सिक.com जानुभयो भने त्यसमा चाहिँ सर्च बारमा पिएचडी अपर्च्युनिटिज भनेर अथवा चाहिँ तपाईँको फिल्डसँग रिलेटेड केही कुरा लेख्न सक्नुहुन्छ। जस्तै पिएचडी इन नर्सिङ अथवा पिएचडी इन फिजिक्स भनेर चाहिँ तपाईँले सर्च बारमा लेखेर तपाईँले सर्च गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईँले पिएचडीको अपर्च्युनिटिजहरू ठाउँमा छ अथवा पिएचडीको अपर्च्युनिटिजहरू तपाईँले पाउन सक्नुहुन्छ। त्यो बाहेक अरू वेबसाइटहरू पनि छ जहाँ चाहिँ पिएचडी पोजिसनहरू लिस्ट आउट गरिएको हुन्छ। त्यो मध्ये एउटा अर्को इक्जाम्पल हो findapphd.com भन्ने। त्यसमा चाहिँ अस्ट्रेलिया बाहिरको पिएचडीको अपर्च्युनिटीहरू पनि लिस्ट आउट गरिएको हुन्छ। मेनली युएसतिरको पिएचडीहरू चाहिँ धेरै लिस्ट आउट गरिएको मैले देखेको छु त्यसमा। तर अस्ट्रेलियाको मा भएको पिएचडी अपर्च्युनिटीहरू पनि findapphd.com चाहिँ लिस्ट आउट गरिएको हुन्छ। त्यो पनि तपाईँले हेर्न सक्नुहुन्छ। यसरी तपाईँहरूले लिङ्कडिनमा अथवा चाहिँ सिक.com पिएचडी अपर्च्युनिटी भेट्नुभयो भने त्यो पिएचडीसँग स्कलरसिप मोस्ट अफ द टाइम्स एट्याच नै हुन्छ। तपाईँले एडिसनल स्कलरसिप खोजिराख्नुपर्ने हुँदैन। जुन चाहिँ जब ओपनिङ चाहिँ त्यहाँ पिएचडीको लागि दिएको छ, जुन चाहिँ एडभर्टिजमेन्ट पिएचडीको लागि छ, त्यसमै मोस्ट अफ द टाइम्स चाहिँ स्कलरसिप एट्याच हुन्छ। र पिएचडी अप्लाई गर्ने एउटा अर्को तरिका के हुन्छ भने पहिला तपाईँले स्कलरसिप फाइन्ड आउट गर्ने। स्कलरसिपको लागि तपाईँ सेलेक्ट भइसक्नुभयो भने त्यसपछि तपाईँले पोटेन्सियल सुपरभाइजर र पोटेन्सियल युनिभर्सिटी त्यसपछि सर्च गर्न सक्नुहुन्छ। त्यो पनि एउटा अप्सन छ।
त्यसको लागि विभिन्न खालको स्कलरसिप्सहरू ओपन भइराखेको हुन्छ अस्ट्रेलियामा। त्योमध्ये एउटा चाहिँ यहाँको टप स्कलरसिप भनेको चाहिँ अस्ट्रेलियन अवार्ड्स हो। यो अस्ट्रेलियन अवार्ड्स चाहिँ मोस्टली चाहिँ फेब्रुअरीतिर नेपालको लागि खुलिराखेको हुन्छ। यो पनि एउटा अपर्च्युनिटी हो, तर यसमा चाहिँ एकदमै हाइली कम्पिटेटिभ चाहिँ स्कलरसिप हो। तपाईँले अस्ट्रेलियन अवार्ड्सको वेबसाइटमा जानुभयो भने तपाईँले त्यहाँ अस्ट्रेलियन अवार्डसँग रिलेटेड एभ्री इन्फर्मेसनहरू तपाईँले पाउन सक्नुहुन्छ र अब आउँदो सेसनको लागि, आउँदो इयरको लागि कहिले खुल्छ भन्ने कुराहरूको इन्फर्मेसन पनि त्यहाँ राखिएको हुन्छ। तर यो स्कलरसिप अप्लाई गर्नुभन्दा अगाडि थाहा पाउनुपर्ने एउटा कुरा के छ भने तपाईँले आफ्नो डकुमेन्टहरू सब्मिट गरेर एउटा कम्पिटेटिभ वेबाट तपाईँ सेलेक्ट हुनुभयो भने तपाईँले डिग्री गरिसकेपछि कम्तीमा 2 वर्षको लागि तपाईँ नेपाल फर्किनुपर्ने हुन्छ। यो चाहिँ कन्डिसन हुन्छ अस्ट्रेलियन अवार्ड्समा। र त्यो बाहेक अरू अपर्च्युनिटीहरू पनि हुन्छ। त्यो बाहेक अर्को चाहिँ पिएचडीको लागि अथवा चाहिँ रिसर्च डिग्रीको लागि अपर्च्युनिटीहरू प्रोभाइड गर्ने एउटा चाहिँ लार्ज अर्गनाइजेसन भनेको चाहिँ सिएसआइआरओ हो। अब यो चाहिँ सिएसआइआरओ अस्ट्रेलियाको चाहिँ रिसर्च र इनोभेसनसँग रिलेटेड एउटा अर्गनाइजेसन हो, एउटा नेसनल एजेन्सी जस्तो हो। र यसले चाहिँ समय समयमा यसमा चाहिँ कुनै स्पेसिफिक डेट हुँदैन। जस्तो अस्ट्रेलियन अवार्डमा चाहिँ मेनली नेपालको केसमा चाहिँ फेब्रुअरीतिर खुलिराखेको हुन्छ, फेब्रुअरी मार्चतिर खुलिराखेको हुन्छ। तर सिएसआइआरओमा चाहिँ यो कुनै पनि समयमा खुल्न सक्छ अपर्च्युनिटिजहरू। त्यो भएर सिएसआइआरओको वेबसाइटमा तपाईँले करियर्स सेक्सनमा चाहिँ पिएचडी प्रोग्राम्स भनेर अप्सन देख्न सक्नुहुन्छ र त्यो अप्सनभित्र तपाईँले हेर्नुभयो भने रिसेन्टली पिएचडीको लागि के स्कलरसिप्सहरू एभाइलेबल छ त्यसमा पनि स्कलरसिपको बारेमा दिएको हुन्छ। र यसरी पिएचडी स्कलरसिप खोज्ने एउटा अर्को इम्पोर्टेन्ट सोर्स भनेको युनिभर्सिटी वेबसाइट नै हो। अघि मैले युनिभर्सिटी वेबसाइटमा पिएचडीसँग रिलेटेड इन्ट्री रिक्वायरमेन्टहरू के छ र अरू डकुमेन्टेसनहरू के चाहिन्छ भन्ने कुराको इन्फर्मेसन कसरी खोज्ने भन्ने कुरा देखाएँ। अब म देखाउँदैछु पिएचडीको स्कलरसिप्सहरू कसरी खोज्ने र कुन सेक्सनमा स्कलरसिप्सहरू राखिएको हुन्छ त्यो म देखाउँछु तपाईँहरूलाई। यो लाट्रब युनिभर्सिटीको वेबसाइटमा तपाईँले रिसर्च सेक्सनमा अप्सनहरू हेर्नुभयो भने फिज एन्ड स्कलरसिप अप्सन भन्ने छ। यो अप्सनमा गइसकेपछि हामी अब पिएचडी र मास्टर्स बाई रिसर्चसँग रिलेटेड के चाहिँ स्कलरसिप्सहरू छ अथवा चाहिँ स्कलरसिप एभाइलेबल नभएको केसमा फी स्ट्रक्चर के छ भन्ने कुराको डिटेल्स चाहिँ यो पेजमा दिएको हुन्छ। हामी यहाँ देख्न सक्छौँ एभाइलेबल स्कलरसिप भन्ने अप्सन। यो एभाइलेबल स्कलरसिपमा जानुभयो भने यसमा चाहिँ तपाईँले करेन्टली त्यो युनिभर्सिटीमा करेन्टली लाट्रबमा कुन स्कलरसिप्सहरू अभाइलेबल छ यसमा तपाईँले देख्न सक्नुहुन्छ। जस्तै यो फर्स्ट स्कलरसिप मा चाहिँ स्टाइपेन्ड भ्यालु चाहिँ 44,000 छ हैन। यो भनेको एकदमै राम्रो अमाउन्ट हो स्कलरसिपको लागि। यो भनेको एभरेजमा चाहिँ 30,000, 32, 35,000 त्यो रेन्जमा एभरेजमा दिइराखेको हुन्छ पिएचडीमा। तर यो 44,000 यो चाहिँ एकदमै राम्रो अमाउन्ट हो पिएचडी स्कलरसिपको लागि। यसरी चाहिँ स्कलरसिप के छ भन्ने कुराहरू तपाईँले यो स्कलरसिप पेजमा गएर हेर्न सक्नुहुन्छ र यो त्यो स्कलरसिपको लागि तपाईँ इलिजिबल हुनुहुन्छ कि हुनुहुँदैन त्यो कुराहरू पनि यहाँ सबै दिएको हुन्छ। र यस्तो स्कलरसिपमा जानुभयो भने यहाँबाट चाहिँ तपाईँले यो स्कलरसिपको लागि इन्क्वायरी कोसँग गर्ने अथवा यो स्कलरसिपको लागि रिच आउट को मान्छेसँग गर्ने भन्ने कुराको डिटेल्स पनि तपाईँले यो पेजमा भेट्न सक्नुहुन्छ। अब यसमा यहाँ लास्टमा कन्ट्याक्ट पर्सन दिएको छ, हु टु कन्ट्याक्ट भनेर। यसमा चाहिँ ग्रेजुएट रिसर्च स्कुललाई चाहिँ तपाईँले इमेल लेख्न सक्नुहुन्छ कि आफ्नो ब्याकग्राउन्ड, आफ्नो चाहिँ एजुकेसनल ब्याकग्राउन्ड र आफ्नो एक्सपिरियन्सलाई समेटेर एउटा सिभी बनाएर तपाईँले इमेल चाहिँ यो इमेल एड्रेसमा फरवर्ड गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ स्कलरसिप सेक्सनमा जानुभयो भने यहाँ चाहिँ करेन्टली अभाइलेबल स्कलरसिप सेक्सनमा चाहिँ यो युनिभर्सिटीको यहाँ थुप्रै अप्सनहरू छ। तपाईँलाई कुन लोकेसनको लागि हेर्दै हुनुहुन्छ अथवा कुन स्टडी लेभलको लागि, कुन डिपार्टमेन्टको अथवा कुन डिसिप्लिनको लागि सबै अप्सनहरू यहाँ तपाईँले चुज गरेर स्कलरसिपहरू फिल्टर आउट गर्न सक्नुहुन्छ र यहाँबाट पनि तपाईँले आफूलाई चाहिने स्कलरसिप फाइन्ड आउट गर्न सक्नुहुन्छ। जस्तै यो स्कलरसिप हेरौँ, लाट्रब इन्डस्ट्री रिसर्च स्कलरसिप भन्ने स्कलरसिप हेरौँ। यसको डिटेल हेर्दाखेरि 34,000 इयरली स्टाइपेन्ड छ
विच इज अ गुड अमाउन्ट। अनि यसमा चाहिँ कन्ट्याक्ट कोलाई गर्ने यो स्कलरसिपको लागि भन्ने कुरा चाहिँ यहाँ दिएको हुन्छ। प्रोफेसर रस होयलाई चाहिँ इमेल लेख्न सकियो। यदि यो स्कलरसिपसँग रिलेटेड ब्याकग्राउन्ड तपाईँको छ भने त्यो कुराहरू हामीले यो सेक्सनबाट भेट्न सक्छौँ। अब यो सेक्सन पढेर त्यसमा चाहिँ यदि तपाईँको ब्याकग्राउन्डसँग म्याच हुन्छ भने तपाईँले दिएको मान्छेसँग कन्ट्याक्ट गरेर स्कलरसिपको लागि फर्दर प्रोसेस गर्न सक्नुहुन्छ। यसरी तपाईँको फर्स्ट स्कलरसिप फिक्स हुने भयो। त्यसपछि तपाईँले पिएचडी अप्लाई गर्नुहुने भयो। अब कुरा गरौँ हाउ टु फाइन्ड अ पोटेन्सियल सुपरभाइजर भन्ने कुरा। अब अघि मैले कुरा गरेँ पिएचडी पोजिसनहरू कहाँबाट पाउन सकिन्छ भन्ने कुरा। एउटा त युनिभर्सिटी वेबसाइटमा अथवा लिङ्कडिनमा अथवा सिकमा पिएचडीसँग रिलेटेड एडभर्टिजमेन्टहरू, पिएचडीसँग रिलेटेड जब ओपनिङ्सहरू राखेको हुनसक्छ, त्यहाँबाट पाउन सकिन्छ। त्यहाँबाट यदि तपाईँले अप्लाई गर्नुभयो भने तपाईँलाई कुन मान्छेलाई इमेल गर्ने अथवा चाहिँ एप्लिकेसन प्रोसेस के हो सबै कुरा त्यहाँ दिएको हुन्छ। तपाईँले एडिसनल्ली सुपरभाइजर खोजिराख्नुपर्ने झन्झट हुँदैन। त्यो एप्लिकेसनमै लेखिएको हुन्छ तपाईँको पोटेन्सियल सुपरभाइजर को हुनेछ भन्ने कुरा। अथवा चाहिँ तपाईँलाई जुन मान्छेसँग कन्ट्याक्ट गर्न भनिएको छ त्यो कन्ट्याक्ट पर्सन थ्रु सबै कुराहरू फाइनलाइज हुन्छ। त्यो इजी कुरा भयो। र त्यसै गरी तपाईँले स्कलरसिप थ्रु जानुभयो, पहिला स्कलरसिप चाहिँ फाइनलाइज गर्नुभयो, त्यसपछि पिएचडी अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले युनिभर्सिटीसँग डाइरेक्टली रिच आउट गर्न सक्नुहुन्छ कि मसँग यो स्कलरसिप छ, त्यसको लागि सुइटेबल सुपरभाइजर को हुनसक्छ भन्ने कुरा पनि तपाईँले सोध्न सक्नुहुन्छ। र कतिपय स्कलरसिपको केसमा पनि तपाईँलाई पोटेन्सियल सुपरभाइजर को हो भन्ने कुरा अलरेडी थाहा हुनसक्छ। त्यो स्कलरसिप अप्लाई गर्दाखेरि नै त्यो कुराहरूको इन्फर्मेसन तपाईँले पाइसकेको हुनसक्छ। तर कतिपय स्कलरसिपमा के हुन्छ भने तपाईँले स्कलरसिप पाइसक्नु भएपछि अनि तपाईँले युनिभर्सिटी र सुपरभाइजर खोज्ने काम गर्नुपर्ने हुन्छ। त्यो केसमा यदि तपाईँसँग स्कलरसिप भएको केस होस्, स्कलरसिप नभएको केस होस्, त्यो केसमा यदि तपाईँले सुपरभाइजर खोज्नुपर्ने केस भयो भने त्यो बेला चाहिँ तपाईँले युनिभर्सिटीको वेबसाइटहरू एकदम चाहिँ खोतल्नुपर्ने हुनसक्छ। अब यो ल्याट्रब युनिभर्सिटीको वेबसाइटमा हेरौँ, यो रिसर्च सेक्सनमा फाइन्ड एन एक्सपर्ट भन्ने सेक्सन देख्न सकिन्छ। यो फाइन्ड एन एक्सपर्ट सेक्सनमा गएर तपाईँले रिसर्चरहरू यहाँबाट फाइन्ड आउट गर्न सक्नुहुन्छ। अब यसमा गएपछि थुप्रो रिसर्चरहरू लिस्ट आउट भएको होला। यसमा चाहिँ 6000 प्लस रिसर्चरहरू यहाँ लिस्ट आउट भएको छ। यो सबैलाई कन्ट्याक्ट गर्न पोसिबलै छैन। हामीलाई चाहिँ यहाँ फिल्टर गर्नलाई यहाँ अप्सनहरू छ, कुन कुन डिपार्टमेन्टको लाई हामीले कन्ट्याक्ट गर्ने हो। यहाँ चाहिँ हामीले लेफ्ट ह्यान्ड साइडमा अप्सनहरू दिएको छ। यसरी तपाईँले आफ्नो रिलेटेड डिसिप्लिन छान्नुभयो भने त्यहाँ चाहिँ फ्यु रिसर्चर्सहरू लिस्ट आउट भएको देख्न सक्नुहुन्छ। र त्योमध्ये तपाईँले एक एक गरेर रिसर्चरको प्रोफाइलमा गएर त्यहाँ चाहिँ तपाईँको रिसर्च इन्ट्रेस्टसँग म्याच हुने खालको रिसर्च छ कि छैन त्यो सुपरभाइजरसँग अथवा त्यो रिसर्चरसँग भन्ने कुरा तपाईँले रिसर्चरको प्रोफाइलमा हेर्न सक्नुहुन्छ। र त्यो रिसर्चरको प्रोफाइलबाट तपाईँले यो कुरा पनि पत्ता लगाउन सक्नुहुन्छ कि त्यो रिसर्चरले करेन्टली पिएचडी अथवा मास्टर्स स्टुडेन्टलाई लिइराखेको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सक्नुहुन्छ। यसरी तपाईँले थुप्रै युनिभर्सिटीको थुप्रै रिसर्चरहरूलाई खोज्नुभयो र त्यो मध्ये थुप्रैले चाहिँ पिएचडी स्टुडेन्टलाई लिइराख्नु भएको छ भने त्यस्तो सुपरभाइजरहरूलाई अथवा त्यस्तो रिसर्चरहरूलाई तपाईँले पर्सनल्ली इमेल पठाउन सक्नुहुन्छ। इमेल लेख्दाखेरि यदि तपाईँसँग स्कलरसिप अलरेडी फिक्स भइसकेको छ भने तपाईँले त्यो कुरा मेन्सन गर्न सक्नुहुन्छ, मलाई XYZ स्कलरसिप अलरेडी मसँग छ, म चाहिँ पिएचडीको लागि इन्ट्रेस्टेड छु, मेरो ब्याकग्राउन्ड यो हो भनेर इमेल लेख्न सक्नुहुन्छ। र स्कलरसिप छैन भने पनि तपाईँले त्यो रिसर्चरलाई इमेल लेख्न सक्नुहुन्छ डाइरेक्टली। इमेल लेख्दाखेरि ध्यान दिनुपर्ने कुरा के छ भने त्यसमा चाहिँ एकदमै अन्नेसेसरी धेरै डिटेलहरू हाल्यो भने त्यो रिसर्चरले त्यो इमेललाई नहेर्ने अथवा इग्नोर गर्ने चान्सेस हुनसक्छ। त्यो भएर तपाईँले इमेल गर्दाखेरि मेनली तपाईँको आफ्नो ब्याकग्राउन्ड के हो र एक्सपिरियन्स के हो त्यो कुराहरू सर्टमा लेख्ने, प्लस तपाईँ चाहिँ पिएचडीको लागि एकदमै एक्साइटेड हुनुहुन्छ, एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ र तपाईँले चाहिँ त्यो रिसर्चरको प्रोफाइलमा हेरेको र त्यो प्रोफाइल चाहिँ आफ्नो रिसर्च इन्ट्रेस्टसँग एकदमै म्याच भएको देखेको कुरा पनि तपाईँले मेन्सन गर्नुभयो भने त्यो चाहिँ एकदमै राम्रो वे हुन्छ सुपरभाइजरसँग एप्रोच गर्ने। यसरी यो सबै कुराहरू तपाईँले इमेलमा लेख्नुभयो र आफ्नो सिभी एट्याच गरेर पठाउनु भयो भने यदि त्यो सुपरभाइजरलाई तपाईँको ब्याकग्राउन्ड मन पर्यो, तपाईँको चाहिँ सिभी हेर्दाखेरि त्यो सुपरभाइजरसँग भएको प्रोजेक्टसँग
तपाईँ म्याच हुनुभयो भने त्यसपछि त्यो सुपरभाइजरले तपाईँलाई रिप्लाई गरेर फर्दर प्रोसेस एप्लाई कसरी गर्ने भन्ने कुराहरूको फर्दर डिस्कसन गर्न सक्छ। यसरी चाहिँ तपाईँले पोटेन्सियल सुपरभाइजरलाई रिच आउट गर्न सक्नुहुन्छ। र यो कुरामा मलाई थुप्रै साथीहरूले के कुरा सोध्नु भएको थियो भने सुपरभाइजरलाई हामीले इमेल लेख्दाखेरि प्रपोजल पठाउने कि नपठाउने अथवा सिबी पठाउने कि नपठाउने भन्ने कुराहरू मलाई सोध्नु भएको थियो। मैले अलरेडी भने सिबी चाहिँ पठाउनु एकदमै राम्रो हुन्छ। सिबी नपठाए पनि इट डजन्ट म्याटर। तपाईँले इमेलमै एउटा कभर लेटर टाइपको लेखेर आफ्नो ब्याकग्राउन्ड के हो त्यहाँ मेन्सन गरिसक्नु भएको हुन्छ। सिबी पठाएको राम्रो, नपठाए पनि इट डजन्ट म्याटर। तपाईँको इमेल हेरेर कुनै मान्छेले रिप्लाई गर्न सक्छ, कुनैले रिप्लाई नगर्ला। यदि त्यो पिएचडी प्रोजेक्टसँग म्याच तपाईँको ब्याकग्राउन्ड म्याच भएन भने रिप्लाई नआउला, अथवा चाहिँ सुपरभाइजरले पिएचडी अहिलेलाई लिइराखेको छैन अथवा अलरेडी पिएचडी उसले चाहिँ हायर गरिसक्यो भने रिप्लाई पनि नगर्ने केस हुनसक्छ। तर सिबी हालेको राम्रो मेरो विचारमा। तर प्रपोजल हाल्ने कुरामा के छ भने के प्रपोजल हाल्ने त? अब हामीलाई चाहिँ पिएचडीको टपिक के हो त्योसम्म थाहा भएको हुँदैन। हामी अहिले चाहिँ सुपरभाइजर खोज्ने स्टेजमा छौँ। हामीलाई एउटा जनरल आइडिया हुन्छ। फर इक्जाम्पल कम्प्युटर साइन्सतिर कुनै पिएचडीको कुरा छ भने त्यसमा चाहिँ लेट अस सपोज साइबर सेक्युरिटीसँग रिलेटेड केही कुराहरूमा मानव तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ, त्योसँग रिलेटेड कुराहरूमा इन्ट्रेस्टेड हुनुहुन्छ भने त्यो एउटा ब्रोड टपिक मात्र तपाईँलाई थाहा हुन्छ। तपाईँलाई प्रपोजल बनाउनको लागि स्पेसिफिक टपिक थाहा भइसकेको हुँदैन। त्यो भएर सुपरभाइजरलाई रिच आउट गर्ने केसमा देयर इज नो निड अफ प्रपोजल एट द्याट स्टेज। अब कुरा गरौँ पिएचडी एप्लिकेसन कसरी प्रिपेयर गर्ने भन्ने कुरा। अब यो पिएचडी एप्लिकेसन प्रिपेयर गर्ने कुरा चाहिँ तपाईँले पिएचडी अपर्च्युनिटी पाइसक्नुभयो त्यसपछिको कुरा हो। त्यसपछि चाहिँ केही कुराहरू ध्यान दिनुपर्ने हुन्छ। यदि तपाईँले स्कलरसिप अथवा पिएचडी अपर्च्युनिटी अलरेडी पाइसक्नुभयो भने पिएचडी अप्लाई गर्दाखेरि केही कुराहरू डकुमेन्टहरू तपाईँलाई यहाँ रिक्वायर हुन्छ। अब तपाईँलाई चाहिने डकुमेन्ट भनेको तपाईँको इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टको स्कोरहरू चाहिन्छ। अब र कतिपय युनिभर्सिटीले एप्लिकेसन गर्ने प्रोसेसमा चाहिँ तपाईँलाई पिएचडीको प्रपोजल पनि सब्मिट गर्न भनेको हुनसक्छ। र यो केसमा प्रपोजल सब्मिट गर्न भनिएको छ भने पनि यसमा एकदमै डिटेल प्रपोजल हुनुपर्ने आवश्यकता केही हुँदैन। किनभने अब यो केसमा तपाईँलाई त्यो प्रपोजल तपाईँको राम्रो भयो भएनको आधारमा तपाईँ रिजेक्ट हुने अथवा एक्सेप्ट हुने भन्ने कुरा हुँदैन। त्यसकारणले अब यो एप्लिकेसनको प्रोसेसमा एक्ज्याक्टली के डकुमेन्टहरू हाल्नुपर्छ, के कुराहरू हुन्छ भन्ने कुरा युनिभर्सिटीले पनि तपाईँलाई यो बेलासम्म इन्फर्मेसन दिइसकेको हुन्छ। र तपाईँ पनि अलरेडी पोटेन्सियल सुपरभाइजरलाई अथवा चाहिँ युनिभर्सिटीको टचमा आएर के प्रोसेस छ यो ओभरअल कुराहरू तपाईँलाई चाहिने इन्फर्मेसन सबै प्रोभाइड भइसकेको हुन्छ। त्यो भएर एप्लिकेसन प्रोसेस इज नट अ बिग डिल। अब म पिएचडीसँग रिलेटेड केही क्वेसनहरूको सर्टकटमा आन्सर दिने कोसिस गर्नेछु, जुन क्वेसनहरू मलाई साथीहरूले विभिन्न सोसियल मिडिया प्लेटफर्मबाट सोध्नु भएको थियो। त्योमध्ये एउटा टप क्वेसन के थियो भने अस्ट्रेलियामा पिएचडी अप्लाई गर्न कतिको गाह्रो छ भन्ने कुरा, अथवा चाहिँ अस्ट्रेलियामा पिएचडी अफर पाउन कतिको गाह्रो छ भन्ने कुरा सोध्नु भएको थियो धेरै साथीहरूले। अब यो विषयमा के छ भने तपाईँले एउटा दुईटा ठाउँमा अप्लाई गर्दैमा अथवा दुई चारवटा सुपरभाइजरसँग रिच आउट गर्दैमा तपाईँले अफर पाउने कुरा हुँदैन। र अब कतिको गाह्रो छ, यदि धेरै गाह्रो छ भने म अप्लाई नै गर्दैन भन्ने टाइपको इन्टेन्सन भएर कतिले क्वेसन सोधेको मैले देखेको हुन्थेँ। अब यो केसमा के छ भने कहिलेकाहीँ कस्तो हुन्छ पिएचडी प्रोजेक्ट्सहरू भने तपाईँको ब्याकग्राउन्ड र तपाईँको एक्सपिरियन्सलाई सँग एकदमै एक्ज्याक्टली म्याच हुने खालको प्रोजेक्ट पनि तपाईँले कहिलेकाहीँ भेट्न सक्नुहुन्छ। तपाईँले खोज्दै जाँदा तपाईँले चाहिँ सुपरभाइजर यस्तो भेट्न सक्नुहुन्छ कि तपाईँले मास्टर्समा थेसिस गरेको जुन टपिक छ एक्ज्याक्ट टपिकमा केही रिसर्चहरू गरिराखेको खालको सुपरभाइजर पनि तपाईँले भेट्न सक्नुहुन्छ। त्यो केसमा तपाईँलाई एकदमै सजिलै त्यो अफर पनि पाइन सकिन्छ। त्यसकारणले म जति पनि साथीहरूले अस्ट्रेलियामा पिएचडीको लागि सोच्दै हुनुहुन्छ नि, उहाँहरू सबैलाई म इन्करेज गर्न चाहन्छु, प्लिज ट्राई गर्नुहोस्। ट्राई गरेपछि मात्रै थाहा हुन्छ कतिको गाह्रो छ अथवा सजिलो छ भन्ने कुरा। त्यसपछि अर्को क्वेसन मलाई साथीहरूले सोध्नु भएको अस्ट्रेलियामा पिएचडीको फी कति लाग्छ र फी तिरेर मैले चाहिँ पिएचडी गर्न एफोर्ड गर्न सक्छु कि सक्दैन, के कतिको गाह्रो हुन्छ भन्ने क्वेसन सोध्नु भएको थियो।
यो क्वेसन कस्तो छ भनेपछि PhD को अपर्च्युनिटीहरू म्याक्सिमम केसमा स्कलरसिपसँग एट्याच भएरै आएको हुन्छ अथवा लिभिङ स्टाइपेन्ड तपाईँलाई दिइएको हुन्छ। तर लिभिङ स्टाइपेन्ड अथवा स्कलरसिप नभए पनि तपाईँले PhD अप्लाई अभियसली गर्न पाउनुहुन्छ। त्यसरी तपाईँले PhD अप्लाई गर्नुभयो भने तपाईँलाई अस्ट्रेलियामा एडजस्ट हुन एकदमै गाह्रो हुनसक्छ। अब गाह्रो किन हुनसक्छ भने तपाईँले फुल टाइम जस्तो PhD को लागि तपाईँले टाइम दिनुभयो भने बाँकी रहेको टाइम अफ आवर्समा अथवा चाहिँ पार्ट टाइम आवर्समा काम गरेर तपाईँले PhD को फी कभर गर्ने प्लस आफ्नो बस्न खान पनि कभर गर्ने खालको सिचुएसन बनाउन गाह्रो हुन्छ। त्यसकारणले एक्ज्याक्ट फी कति लाग्छ भन्ने कुरा मात्र सोध्नु भएको हो भने त्यो क्वेसनको आन्सर चाहिँ युनिभर्सिटी अनुसार डिफ्रेन्ट हुन्छ फी स्ट्रक्चर, र रफली कुरा गर्दा इयरली 30,000 को एभरेजमा तपाईँको फी लाग्न सक्छ। तर फी तिरेर त्यसपछि चाहिँ पार्ट टाइम जब गरेर एडजस्ट गर्ने कुरा सोध्नु भएको हो भने त्यो केसमा चाहिँ एकदमै गाह्रो हुन्छ। अनि अर्को रिलेटेड क्वेसन थियो PhD र जब सँगसँगै गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा। यो कुरामा के छ भने PhD र जब सँगसँगै गर्न एकदमै हाइली पोसिबल छ। यदि तपाईँको सुपरभाइजर अथवा तपाईँले जुन रिसर्चमा जुन प्रोजेक्टमा रिसर्च गर्दै हुनुहुन्छ त्योसँग रिलेटेड जब छ अथवा चाहिँ त्यो प्रोजेक्ट अन्तर्गत नै केही तपाईँलाई क्याजुअल इम्प्लोइमेन्ट दिएको छ भने त्यो एकदमै बेस्ट अप्सन भइहाल्यो। त्यो बाहेक पनि तपाईँले PhD को टाइमलाई छोडेर बाँकी टाइममा पनि केही टाइम तपाईँले म्यानेज गर्न सक्नुहुन्छ जुन टाइममा तपाईँले कुनै पार्ट टाइम जबमा इन्भल्भ हुन सक्नुहुन्छ। अर्को क्वेसन के थियो भने तपाईँले मास्टर्समा जुन सब्जेक्ट पढ्नु भएको छ PhD को लागि पनि एक्ज्याक्ट त्यही सब्जेक्टमा मात्रै PhD गर्न पाइन्छ कि स्लाइटली डिफ्रेन्ट सब्जेक्ट म्याटरमा पनि गर्न पाइन्छ भन्ने क्वेसन सोध्नु भएको थियो। अब यो कुरामा के छ भनेपछि तपाईँले मास्टर्समा पढ्नुभएको सब्जेक्ट अथवा चाहिँ मास्टर्समा गर्नुभएको थेसिससँग रिलेटेड अथवा तपाईँको त्यो बाहेक अरू कुनै जबहरू गर्नुभएको छ, अरू कुनै एक्सपिरियन्स छ भने त्यो एक्सपिरियन्सबाट तपाईँले गेन गर्नुभएको स्किलसँग रिलेटेड टाइपको प्रोजेक्टहरू तपाईँले जुनसुकै फिल्डको पनि गर्न सक्नुहुन्छ। तपाईँ फिजिक्स पढ्नु भएको छ भने तपाईँले म्याथमेटिक्सतिरको प्रोजेक्ट पनि गर्न सक्नुहुन्छ PhD मा। म्याथमेटिक्स पढ्नु भएको छ भने फिजिकल साइन्सतिरको प्रोजेक्टको मा पनि तपाईँले इन्भल्भ हुन सक्नुहुन्छ। त्यसै गरेर कम्प्युटर साइन्स, IT, इन्जिनियरिङहरू गर्नुभएको छ भने तपाईँ डिफ्रेन्ट अप्लाइड एरियातिरको PhD प्रोजेक्टमा पनि इन्भल्भ हुन सक्नुहुन्छ। त्यो भएर जुन सब्जेक्ट तपाईँले पढ्नु भएको थियो PhD को लागि एक्ज्याक्ट त्यही सब्जेक्टमा मात्रै तपाईँले सुपरभाइजर खोज्ने अथवा त्यो सब्जेक्ट त्यो डिसिप्लिनभित्रको मात्रै अपर्च्युनिटीहरू हेर्ने भन्दा पनि तपाईँले रिसर्च ब्याकग्राउन्डसँग रिलेटेड खालको प्रोजेक्टहरू हेर्न जरुरी हुन्छ क्या। मैले तपाईँहरूलाई यो भिडियोमा आफूले जाने अनुसारले र आफूले गरे अनुसारले PhD अस्ट्रेलियामा कसरी अप्लाई गर्न सकिन्छ, कसरी चाहिँ तपाईँलाई चाहिएको इन्फर्मेसन तपाईँले पाउन सक्नुहुन्छ भन्ने खालको कुराहरू गरे। तपाईँले आफू एक्सपिरियन्स गर्दाखेरि आफू अप्लाई गर्दाखेरि केही कुराहरू स्लाइटली डिफ्रेन्ट पनि पाउन सक्नुहुन्छ। एभ्री युनिभर्सिटीको वेब पेजहरू, एभ्री युनिभर्सिटीको वेबसाइटहरू डिफ्रेन्ट तरिकाले राखिएको हुन्छ, डिफ्रेन्ट सेक्सन्सहरूमा राखिएको हुन्छ। त्यो भएर मैले यहाँ भनेको इन्फर्मेसनहरू एक्ज्याक्टली म्याच नहुन पनि सक्छ अथवा चाहिँ मैले यहाँ भनेको कुराहरू बाहेकको तरिकाले पनि तपाईँले PhD को अफरहरू पाउन सक्नुहुन्छ। र यदि तपाईँलाई यस्तै PhD सँग रिलेटेड अरू इन्फर्मेसनहरू जान्न मन छ अथवा चाहिँ मैले आफूले जानेको केही कुराहरू तपाईँलाई सेयर गर्न सक्छु भने तपाईँले मलाई क्वेसन सोध्न सक्नुहुन्छ। तपाईँले यो भिडियोको कमेन्ट सेक्सनमा गएर चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ अथवा केही क्वेसनहरू रेज गर्न सक्नुहुन्छ। म त्यो कमेन्टलाई रिप्लाई दिने कोसिस गर्नेछु अथवा अर्को भिडियो मार्फत केही कुराहरू क्लियरिफाई गर्ने कोसिस गर्नेछु। र यति भन्दै तपाईँहरूले यो भिडियो यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। I will see you in the next video. Thank you.